हेलो साथीहरू, के छ हालखबर? तपाईँहरू सन्चै हुनुहुन्छ? ल म पनि सन्चै छु। र आज चाहिँ म जस्ट भ्लग बनाउन आएको छु, आफ्नो वेटरको कामको भ्लग। र मेरो अरू मेम्बरहरू पनि आएको छ वेटरमा। हेर्न सक्नुहुन्छ मेरो यहाँ काम परेछ वेटरको। जस्ट आउने पेन्सनलाई एउटालाई काँक्रा छिल्दैछ, एउटा गाजर छिल्दैछ। के छिलाइ खतम भएको छैन त्यसो? अझै छिनिरहेको दोस्त। अरे बापरे, आलु छिलिसक्यो? वाह, खतरा भएको छ त। ल यसरी नै अब म चाहिँ डाइनिङ टेबलहरू मिलाउँछु। यहाँ कुर्सीहरू छ नि, कुर्सीहरू खोल्छु अब। त्यही काम गर्नु बाँकी छ। यहाँ चाहिँ चटपटे होला, चटपटे पानीपुरी। ए अब यो कुर्सीहरू खोल्छु। पहिला यो कार्पेटहरू बिछाइसक्नुहुन्छ अनि र तपाईँहरूले म यो कुर्सीहरू खोलेर भिडियो हेर्नुहोस् ल। यो पुरै तयारी गरेपछि यता चाहिँ खाना पाक्दैछ। हाम्रो काम गर्ने मान्छेहरू हेर्न सक्नुहुन्छ। उता चाहिँ नाना मसी, ए नयाँ मान्छे यो पिसाई हेर्न सक्नुहुन्छ। ल अब चाहिँ यो पुरै कुर्सीहरू रेडी गरेपछि है। लो साथीहरू रेडी भइरहेछ अहिले, हेर्न सक्नुहुन्छ। र हाम्रा वेटरहरूले के बुझ्दैछौ? थाल पुस्दैछ, हेर्न सक्नुहुन्छ। थाल पुछेर अब यो सबै रेडी पारेर खानाहरू पाक्दैछ अहिले। अब यहाँ पानी, यता बस्ने मान्छेहरू। ए यहाँ मासु छ कि छैन? छैन? अनि बिहे होइन के हो? पूजा हो? ए अब भेजिटेरियन खाने हो। अब के गर्नु र। अब मान्छे आएपछि चाहिँ भिडियो बनाउँछु, हेर्नु सक्नुहुन्छ। ल साथीहरू सबै रेडी भइसकेपछि हेर्नु सक्नुहुन्छ। आछु म आउँदैछु अब तैँले। साथीहरू रेडी भइरहेछ, यहाँ हेर्नु सक्नुहुन्छ। चटपटे होइन, चटपटे पानीपुरी त्यही हो। यहाँ हेर्नु सक्नुहुन्छ हाम्रो तपाईँकै पानीपुरी दिदी कि चटपटी दिदी? पानीपुरी का? अनि हाम्रो चाहिँ यहाँ खै एउटा पानीपुरी लगाऊ त। पानीपुरी लगाऊ, पानीपुरी खाने भाइ? खाने बहिनी पानीपुरी नखाऊ होला एउटा। गिम्मी ल हेर्नु सक्नुहुन्छ। यहाँनिर चाहिँ पानी छ है। खुल्छ सिमसिम बन्द हुन्छ। यहाँबाट भाडा राख्नुपर्छ, हेर्नु सक्नुहुन्छ है। अब चाहिँ अरू मेम्बरहरू आउनुहुन्छ। ए सबै रेडी पारिसकेको छौँ हामीले। यहाँ चाहिँ खाना लिँदै हुन्छ, भोक लागिसकेको छ। ल अब चाहिँ सिधै मान्छेहरू आएपछि ल। सो साथीहरू चाहिँ खाना चलिरहेको छ, हेर्नु सक्नुहुन्छ। हामीहरू चाहिँ यहाँ बसेर आउँछन्, खाना खान्छन्, जान्छन्, फेरि आउँछन्, खान्छन्, जान्छन्। गाइस मलाई ज्वरो आएको छ, लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला हैन। यहाँ हेर्नु सक्नुहुन्छ पकौडा, जुल्पी, रसबारी हेर्नु सक्नुहुन्छ कति छ। अहिले मान्छेहरू धेरै आएकै छैन। ल हाम्रो ठेक्टर पनि आउनुभयो, उठ्नुभयो। र हाम्रो ठेक्टर ज्यू आउँदै हुनुहुन्छ। तपाईँलाई देखाएको छैन होला। के गर्नु हेर्नु सक्नुहुन्छ। साथीहरू हाम्रो ठेक्दार ज्यूजी ऊ त्यहाँ चटपटे खाँदै हुनुहुन्छ। हाम्रो काम गर्ने मान्छे अहिले चाहिँ खाना आउनुभएको छ, हेर्नु सक्नुहुन्छ। अहिले चलिरहेको छ खानेहरू। थोरै मान्छेहरू आउँदैछन्, त्यत्रो खासै आएको रहेछ अहिले। ल म चाहिँ अब यो काम खतम गरेर
काम खतम हुन्छ अब 5 बजीसम्म हुन्छ ल अहिले सो साथीहरू हेर्न सक्नुहुन्छ हाम्रो ठेक्दाज्यूलाई पनि भोक लागिसकेको छ के खानुहुन्छ ठेक्दाज्यू खाना मेरो यो लो साथीहरू मेरो ड्युटी चाहिँ हाम्रो ओमकारले लिइसक्नु भएको छ ड्युटी दहीहरू रेडी पार्नु ल सक्यो भने हाल्नु सक्नुहुन्छ अहिले पनि काम चलिरहेको छ 8 बजीसम्म चल्छ अरे यहाँ सक्नुहुन्छ यहाँ चाहिँ हेलो सो गाइस ल दही गिलास रेडी सब्स्क्राइब गरिदिनुहोस् होला होइन युट्युब च्यानलमा चाहिँ ल हाम्रो अर्को वेटर यता चाहिँ खाना पनि अहिलेसम्म चलिरहेको छ होला के पाक्दैछ थाहा भएन यता चाहिँ चटपटेमा भिड लाग्ने हो नि चटपटेमा भिड लाग्ने हो युट्युब च्यानलको नाम के छ रुचना चाहिँ ओ चटपटे आन्टी बनाउँदै हुन्छ बनाउनु रुचना चाहिँ भेट्दैन ल खतरा गएर रूपचन आर्चे सर्च गर्नु भेटिहाल्छ रूपचन आर्चे रूपचन आर्चे भेटिहाल्छु युट्युबमा ल ओके र यो चाहिँ 7-8 बजीसम्म चल्छ अरे काम चाहिँ कति बजीसम्म चल्छ 6-7 ल 6-7 बजीसम्म त घर गइहाल्ने हामी त अनि फेरि कति दिन पछाडि भेटौँला के लगाउँदैछौ दही हजुर पापा ओके ल म चाहिँ पापा है ल थ्याङ्क यू मिलाउ कुर्सी मिलाउ र हाम्रो यहाँ अर्को भ्लगर दाइहरू हुनुहुन्छ तपाईँको गोप्रो 7 हो नि गोप्रो चाहिँ कति पऱ्यो होला यो 35,000 सेकेन्ड ह्यान्डमा कि नयाँ हो 45 न्यू हो ए अब गोप्रो लिन खोज्दैछ केटाले होइन त्यस्तो होइन गोप्रो त अब आइफोनमा सजिलो हुन्छ क्या एडिटिङ सबै टिकटिङ पनि हुन्छ टेन्सन लाग्छ त टिकटिङ पनि हुन्छ सो साथीहरू म चाहिँ घर पुगिसकेको छु हेर्नु सक्नुहुन्छ र आजको ब्लग यहीँसम्म थ्याङ्क यू सो मच फर वाचिङ र बाई बाई टाटा यसरी नै मेरो भिडियोहरू आउने छ